नेपालका हरेक गाउँ हरेक घरमा एउटै सपना पलाउँछ। कोही एकजना परदेश जाओस् अनि बाँकी परिवारको जिन्दगी सजिलो होस्। त्यो सपना कहिलेकाहीँ सपना हुँदैन, दबाब बन्छ र रमेशको लागि पनि त्यही भयो। ऊ जान चाहदैन थियो। ऊ यहाँ आफ्नै क्यामेरामा जिन्दगी कैद गर्न चाहन्थ्यो। तर परिवारको ऋण, छिमेकीको अपेक्षा र समाजको चर्को गफले उसलाई परदेशी बनायो। रमेश पनि उडे, आकाश छिचोलेर होइन, भारी काँधमा बोकेर। तर परदेश पुगेपछि उसले बुझ्यो, जब सपना ब्याजको दरमा बिक्छ अनि पसिनाको मूल्यमा झर्छ, त्यो सपना सपना रहँदैन, त्यो बोझ बन्छ। परदेशले लुटेको सपना, भाग 2, परिवारको अपेक्षा, युवाको द्वन्द्व। त्यही बोझले थिचिएको एउटा युवाको कथा हो, जसले जिन्दगी धान्नको लागि सपना गाड्दै गयो, तर भित्र कतै त्यो सपना अझै बाँकी छ, ढकमक्क तापिरहेको एउटा चिङ्गारी जस्तै। चिसो युरोपेली साँझ। रमेश एक साँघुरो गल्लीको कुनामा उभिएको छ। उसको एउटा हातमा मप छ, अर्को हातमा फोहोरको झोला। वरिपरि चम्किरहेको नियोन बोर्डहरू उसलाई हेरे जस्तै लाग्छन्, तर तीमध्ये कुनै पनि बोर्डमा सपना लेखिएको थिएन। घरबाट आउँदा उसले ठुलै सपना बोकेको थियो। आमा बाबु दाजुभाइ सबैले 10-15 लाख ऋणसहितको लगानी गरेर पठाएका थिए। उनीहरू सोच्छन् रमेश अब पैसा कमाउँछ, घर पठाउँछ अनि सबैको जिन्दगी फेर्छ। तर वास्तविकता यति क्रूर हुन्छ भनेर कसैले सोचेको थिएन। ऊ अफिसमा काम गरिरहेको थिएन, युरो बर्साइरहेको त झन् कल्पना बाहिरको कुरा। ऊ त रेस्टुरेन्टको भुइँ सफा गर्दै थियो, भाँडा माझ्दै थियो, मध्यरातसम्म काम गर्दै थियो, बस बाँच्नकै लागि। यहाँ युरोप थियो, तर प्रगति थिएन। महँगो भाडा, महँगो खाना, यात्रा खर्च छुट्टै, घाम देख्न समेत मुस्किल, निन्द्रा त के, कहिले काहीँ खाना समेत छोड्नु पर्थ्यो। अनि यी सबै बिच सबैभन्दा ठुलो बोझ थियो घरबाट आउने फोन। छोरा बाबु, चाडबाड आयो नि, पैसा पठा। ऋणको ब्याज दिन बाँकी छ। साहुले धम्क्याउन थाले, क्यामेरा र सपना त्याग, पहिले ऋण तिर। रमेशलाई त थाहा थियो घरको अवस्था पनि सहज छैन, तर आफै पनि भित्रबाट टुटिरहेको थियो। उसले आफ्नो आवश्यकता भन्न खोज्दा परिवार उसलाई स्वार्थी ठान्थ्यो। उसले जब भने 100-200 युरो बचाएर क्यामेरा किनौला, युट्युबमा केही गर्ने प्रयास गरौँला, जवाफ आउँथ्यो, तैँले त नाश गर्ने भयो, फिल्मको नाममा सब खाने भइस्, अब पैसा पठा, नत्र
हाम्रो हालत बिग्रिन्छ। आफन्तहरू त झन् गफ गर्दै हिँड्न थाले। युरोप गएपछि घमण्डी भएको छ अरे। केटाले त गाडी चढ्ने भएको होला। घर बेचेर विदेश गएको अब फिल्मको बहाना गर्छ। उनीहरूले थाहा पाएन रमेश महिनाको अन्तिम हप्तामा रोटी र सुपमा गुजारा गरिरहेको छ। मानसिक तनावले उसलाई सुत्न गाह्रो भइरहेको छ र उसले आफ्नो सपना कति पटक चिहाई गाडेको छ। तर त्यसै पनि भित्र कतै निदाएको सपना अझै मरेको थिएन। राति सुत्नु अघि ऊ मोबाइलबाट भिडियो खिच्न थाल्यो। कामबाट फर्किने मजदुरहरूको अनुहार, बस स्टपमा एक्लै बस्ने केटा, चिसोमा काँपिरहेकी एउटी बुढी आमै, यी सबै दृश्यहरू उसले आफ्नो मोबाइलको क्यामेरामा कैद गर्न थाल्यो। उसँग क्यामेरा थिएन, टिम पनि थिएन, ताली पिट्ने कोही थिएन, तर कथा थियो र त्यो कथा ऊ भन्न चाहन्थ्यो। किनभने परिवारले अझै पनि उसलाई नबुझे पनि, समाजले अझै पनि उसलाई हाँसोको पात्रो ठाने पनि, ऊ अझै सफल भएको नदेखिए पनि भित्र आगो अझै बलिरहेको थियो। त्यो रात रमेशको मनमा एउटा सङ्कल्प बलियो भएर उभियो। अब अरूका लागि होइन, एकचोटि आफ्नै लागि बाँच्ने समय आएको छ। उसले कागजका पानामा फेरि कलम चलायो। उसका शब्दहरू थकाइ भुलेर बग्न थाले। दबिएको सपना अब फेरि बोल्न थालेको जस्तो। ऋण अझै बाँकी थियो, जिम्मेवारी अझै टाउको माथि नै थियो, तर उसले भित्र कतै उज्यालो देख्न थालेको थियो र त्यो उज्यालोले उसलाई एउटा अन्तिम निर्णयतर्फ डोर्याइरहेको थियो। अब कुरा त्यही निर्णयको हो जहाँबाट रमेशको यात्रा मोडिन्छ। तपाईहरूलाई के लाग्छ, रमेशले कस्तो निर्णय लिन सक्छ? के रमेश आफ्नो सपना पुरा गर्न सफल हुन्छ कि हुँदैन? तपाईहरू आफ्नो विचार कमेन्ट गर्नुहोस् र थाहा पाउनको लागि पार्ट 3 को प्रतीक्षा गर्नुहोस्।